स्वागत छ मेरो मिनी भ्लगमा। र आज चाहिँ म घर जान लागेको थिएँ। सो खुसी पनि लागेको थियो किनकि आज पुष्पन्डा थियो नि, अनि म लियोलाई लगेन। अनि पछि हाम्रो विपिन साहबजी आउनुभयो मलाई लिन। अनि हिँड्दै आएको थिएँ यति टाढाबाट, अनि मैले रिस पोखेँ। अनि फुरफुर फुरफुर कपाल गर्दा झन् रिस उठिरहेको थियो मलाई। अनि पछि म घर पुगेँ। मम्मी बुहारी वेट गरिरहेको थियो। उहाँ चाहिँ डोन जस्तो हेरिराख्नु भएको थियो मलाई। म चाहिँ आफ्नो साथीको घर गएँ। त्यसको चाहिँ पैँट आगोले उँचो जर्गिलो थियो। अनि पछि जर्यो भने हेर्न नरिसा भने मैले हाई भन्न लगाएँ आफ्नो भिडियोमा। अनि हामी चाहिँ जान लाग्थ्यो हाम्रो साथीको घर। म चाहिँ बड्डी जस्तो, त्यो चाहिँ हिरोनी जस्तो। अनि जान लाग्थ्यौँ तिनीहरूले। हामी पुग्यो भने आगोनिर बसालिदिन अनि ठ्याक्क मासु ल्याइदिन। हामी चाहिँ मासु खान लायौँ, माछा मासु। अनि ओठाहरूमा भन्छन् भाग लगाउने एउटा, अनि भाग लगाउनु भयो। अनि हामी चाहिँ यस्तै गफ गऱ्यौँ। अनि चिसो पनि मगाइदिएर हामी चाहिँ चेस गऱ्यौँ, खायौँ पियौँ। बढिया ताल जानु थियो तर क्यान्सिल भयो। अनि हाम्रो एउटा साथी छ, यसकै कारणले हो के मनहुसी, यसको ठोब्राङ यही हो। अनि यो हाँसिरहेको थियो कि आज गएन भनेर। हामी चाहिँ हल्का फुल्का खायौँ त्यसैको घर। अनि खाइसकेपछि आज चाहिँ बेर हेरताल गएन, पुष्पन्डा यस्तै भयो। सो आजको लागि भिडियो बाई।